एउटा कैदीले जस्तो लेप्चे हान्ने रे साइन हानेर भात खान पाउने रे हामी चाहिँ कैदी हौँ यहाँ हामीले के त्यो छाप्रोमा खानै नपाएर आएको हो त हामीले ल्याएको हो त जेलको कैदीले बरु काम पाइन्छ तर हामीलाई काम छैन अहिले हामी त यस्तो कैदी जस्तो बसेको जस्तै लाग्छ कहिले कहिले त बाहिर जाँदा पनि हामीलाई नामै टिप्नु पर्छ भित्र आउँदा पनि नामै टिप्नु पर्छ पानी परे पनि निन्द्रा आउँदैन हाम्रो सामान अलिअलि छ कता राखौँ के गरौँ भने जस्तो हुन्छ होइन थोरै पानी पर्दा त यहाँ जलथल हुन्छ राति उठ्दै हेर्दै गर्छौँ हामीलाई धेरै राम्रो त थापाथली थियो बरु हाम्रो थापाथली सुरक्षित थियो यो ठाउँ भन्दा धेरै लाखौं गुणा त्यो सुरक्षित थियो किनभने उहाँ भने त बाढी पहिरो नि जति पानी परे पनि हामीले त्यसरी डर तरास हुँदैन थियो किनभने जान्थ्यो यहाँ त अलि पानी परे पनि छप 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 पुरा हुन्छ एउटा कुरा चाहिँ हामीले काम गरेर बसेर खाने मान्छे हामी जसरी भए पनि थापाथलीमा एउटा हाम्रो लागि त्यो झोपडा भए तापनि पालको घर भए तापनि हाम्रो लागि महल थियो धेरै राम्रो ठाउँमा ल्याएको बालेनले हामीलाई थापाथलीमा त कमसे थोरै डुब्थ्यौँ यहाँ धेरै डुबेर एकैचोटि लागोस् भनेर बागमती किनारमा ल्याएर राखिदिनु भयो होइन सरकारले अलि पैसा दिने भनेको छ त्यो पैसा पाइएन पैसा पाउने त सुने त हामी पनि कानले सुनिराखेछौँ तर हाम्रो आँखाले त देखे छैन उसको 25,000 र 15,000 उही राखोस् होइन हामीलाई कि यो ठाउँबाट मुक्त गराओस् त्यति हो हामीलाई त्यो 25,000 पनि चाहिएन 15,000 पनि चाहिएन के हामीबाट लिन चाहे पनि ल्याओस् न बरु उसैले हामीले किनभने हामीले त्यस्तो ठाउँमै बसेको र हामी दिनरात हामी भारी बोकेर एउटा सानोतिनो व्यापारै गरेर हामी खान्थ्यौँ त्यो ठाउँबाट यस्तो हामीलाई घरभन्दा बेघर पारेर अहिले त्यहाँ पानी पर्थ्यो र यहाँ के नपारेको हो यहाँ त के हामीलाई महलमा ल्याएर राखिदिएछन् हो महल त पक्कै छैन यहाँ कि झोपडाबाट हटाएर यो महलमा ल्याएर राखे भए हामीले सुरक्षित राम्रो उहाँले भन्नुभएको छ नि एकचोटि दुःख पाए पनि सुख पाउँछ रे कहिले जाउँला त्यो सुख हामी कुरी बसिराखौँ त कहिलेसम्म कि हामीलाई पानीले बगाएर लगिसकेपछि सुख दिन्छन् उहाँहरूले नमस्कार नमस्ते हजुरको नाम मेरो नाम कमली उराउँ यहीँ बस्नुहुन्छ हजुर म यहीँ बस्छु पहिला घर कता पुरानो घर त नाम त मात्रै सुनेछु सुनसरी जिल्ला होइन अहिलेसम्म एकचोटि पुगेछु अब यहाँ 12 गते यतादेखि नै बस्नु भयो होला है हजुर 12 गतेदेखि बसेको छु अहिले त अब पहिला त काम गरिन्थ्यो अलिअलि जोहो गरेर ल्याएर खाइन्थ्यो होला अहिले त अब यहीँ बसी होला के गरिन्छ दिनभरि के गरिन्छ अब के जेलको कैदीले बरु काम पाइन्छ तर हामीलाई काम छैन अहिले होइन हामी त यस्तो कैदी जस्तो बसेको जस्तै लाग्छ कहिले कहिले त किन कसरी कैदी जस्तो भयो यहाँ किनभने अब बाहिर जाँदा पनि हामीलाई नामै टिप्नु पर्छ होइन भित्र आउँदा पनि नामै टिप्नु पर्छ एउटा कुरा चाहिँ हामीले काम गरेर बसेर खाने मान्छे हामी जसरी भए पनि थापाथलीमा एउटा हाम्रो लागि त्यो झोपडा भए तापनि पाल